फर्स्ट अफ अल चाहिँ सबैजनामा नमस्कार होइन। यहाँ चाहिँ अब हजुरले देखिरहनु भएको छ मलाई कहाँ जाँदै हुनुहुन्छ भन्दै हुनुहुन्छ होला। यहाँनिर म चाहिँ सुँगुरको मल उठाउँदैछु होइन। यो चाहिँ मेरो सुँगुर राखेको ठाउँ हो नि त। अनि यहाँनिर चाहिँ सुँगुर राखेको छ, अनि त्यहाँनिर मल छ। अनि त्यो मल चाहिँ हामी मम्मी छोरी भएर उठायौँ। अनि भरे चाहिँ उसले बोक्छु मम्मी चाहिँ भनेर भन्यो, तर बोकाउनु एकदम गाह्रो भयो क्या। अनि त्यस पछाडि चाहिँ हामी चाहिँ अब त्यहाँबाट मल लिएर चाहिँ हिँड्यौँ। हेर्नु न गर्मीले मलाई चाहिँ कति गाह्रो भइरहेछ होइन। छोरी चाहिँ परबाट छिटो आउनु मम्मी भनिरहेछ। म चाहिँ उसको पछाडिबाट भिडियो बनाउँदै गइरहेको थिएँ होइन। अनि पर हामी जहाँनिर जानुपर्ने हो त्यहाँनिर पुग्यौँ। अनि त्यस पछाडि चाहिँ हामी हाम्रो काम चाहिँ सुरु गर्न थाल्यौँ। त्यहाँ गएपछि नानीले चाहिँ त्यो अघि हामीले लगेको मल चाहिँ पोखाउँदैछौँ नि त त्यहाँनिर। अनि म पनि हेल्प गरिरहेको छु त्यहाँ है, बोरामा हालेर। अनि म चाहिँ डोकोमा बोकेर गएको थियौँ नि त। अनि लगेर त्यहाँनिर खनायौँ। हजुरहरूलाई चाहिँ लागिरह्यो होला है अब के गर्न आँट्नुभयो भन्ने होइन। हेर्दै गर्नुहोस् है त ल अब हामी चाहिँ त्यहाँनिर के गर्छौँ भनेर। अब मैले चाहिँ त्यहाँनिर अघि नै डोबहरू खनिसकेको थिएँ उयो। अनि अब त्यो डोबभित्र हल्का मल लगाएर अनि त्यस पछाडि त्यो रोप्नुपर्ने कुरा लगाएर अनि त्यसलाई छोप्नुपर्छ होइन। अनि के रोपेको हो भनेर चाहिँ म तपाईँहरूलाई अहिले नै भन्दिनँ, पछि उम्रिएपछि अनि फेरि म तपाईँहरूलाई भिडियो बनाएर देखाउँछु नि है। अहिले चाहिँ अब हामी मम्मी छोरीले गरेको काम चाहिँ हेरिदिनुहोस् न। अनि यतिखेर चाहिँ हामी काममा व्यस्त थियौँ क्या। नानीले चाहिँ भिडियो गर्नु त्यत्तिकै छोडिराखेको रहेछ होइन। अनि मलाई छोरीले पनि हेल्प गरिरहेछ। नानी एकदम हेल्पफुल छ नि त। पहिला चाहिँ रिसाउँछ अलिअलि काम लगाउँदाखेरि, म गर्दिनँ भन्छ। तर भरे बादमा चाहिँ उसले अब मम्मीलाई दुखाउँछ भनेर उसले चाहिँ हेल्प गर्छ नि त मलाई। रिसाउँछ पनि काम पनि सघाउँछ होइन। एकदमै मेरो छोरी चाहिँ एकदम ज्ञानी छिन् नि त। काम पनि गर्छिन्, मम्मीलाई सघाउँछिन्। अनि त्यस पछाडि चाहिँ त्यहाँनिर अब छोप्दैछिन्। अनि म चाहिँ मास्तिर दिदीसँग गफ गरेर बसिरहेको थिएँ क्या। यो चाहिँ हाम्रो गोमा दिदीको घर हो नि त। अनि गोमा दिदीसँग म चाहिँ गफ गरिरहेको थिएँ। अनि नानी चाहिँ त्यहाँनिर गर्दैछिन् कि खोइ गर्दै नै होलिन्। म पनि त्यहाँ बोल्दै यताउता गरि नै रहेको छु होइन। अनि लगभग हामीले अब काम चाहिँ भ्याउन लागिसक्यौँ नि त। अनि अब दुईजना भएर गऱ्यो भने त छिटो हुन्छ नि त जुनसुकै काम पनि। त्यही भएर म चाहिँ मेरो छोरीलाई मलाई सघाउन भनेर धेरै भनिरहन्छु नि त। अनि उसले चाहिँ मम्मी चाहिँ कति धेरै मलाई मात्रै भन्नुहुन्छ हौ, खालि आफै गर्नु न भन्छ। तर मलाई एक्लै गर्नु चाहिँ एकदम गाह्रो लाग्छ नि त। अनि म चाहिँ यहाँनिर यताउता गरिरहेको छु। छोरी चाहिँ गर्मीले एकदम गाह्रो भयो भनिरहेको छ। धेरै गर्मी थियो नि त, त्यो धेरै गर्मी थियो। त्यस पछाडि म चाहिँ अनि मेरो साथीकोतिर गएँ त्यतैबाट होइन। अनि मेरो छोरी चाहिँ घर फर्केर आइन्। अनि डोको कोदाली बोकेर अब घरतिर फर्केर आउँदैछिन् नि त। अनि आफ्नै तालमा म कुद्दै बोल्दै आइरहेको रहेछन् है। भिडियो पनि मेरो नानीले नै बनाइदिएको हो नि त। अनि यता हाम्रो घरतिर आउने बाटोमा चाहिँ कति धेरै घारी छ क्या। अनि यो चाहिँ हाम्रो घर छेउमा हो। अनि यो चाहिँ मेरो घर। अनि छोरी चाहिँ आइपुगेर अहिले हातखुट्टा धुँदैछिन् कि हातखुट्टा अहिले एकछिनमा नुहाउने भनेर अलिअलि मात्रै पखालेर त्यत्तिकै उयो गरिरहेछन्। एकछिनमा नुहाइन् छोरीले चाहिँ होइन। म पनि एकछिनमा आएँ। आउँदा त नानी चाहिँ हातखुट्टा धोएर बसिरहेको थिइन्। अनि हाम्रो आजको दिन चाहिँ यसरी नै गयो। हस् त, मेरो यो भिडियो हेरिदिनु भएकोमा सबैलाई धेरै धेरै धन्यवाद। म फेरि पनि यस्तै नयाँ भिडियोहरू ल्याउने छु। हस् त, बाई बाई।